Okay, okay, म पनि बान्ता भए. Oh, dab. Can we dab? Yeah, sure. उहाँ चाहिँ मेरो दिदीको क्रस हो होइन म ल्याउँदैछु उहाँलाई यहाँ हुनुहुन्छ हाम्रो एस एकदम गुड लुकिङ गाई हुनुहुन्छ दिदी इज अ बिग फ्यान म भेटाइन्छु भनेको थिएँ मनु दाइ Thank you so much. Are you doing okay? Yeah, of course. Super All fine. good? Yeah. Whoa. 1, 2 Black Spider-Man हामीसँग ब्ल्याक स्पाइडरम्यान हुनुहुन्छ ग्रीन कलरको नमस्ते गाइज म आयुष बान्तवरायमा फेरि आएको छु लङ स्टोरी सर्ट आज हामी जुनास फिटनेस एन्ड वेलनेसमा गएको थियौँ आज चाहिँ त्यहाँ म्यान्सहरूको यस्तो देखाउने कार्यक्रम थियो होइन ओके मैले इन्ट्रो पनि दिएँ अब म ढिलो गर्दिनँ म सिधै तपाईँलाई भिडियो देखाउँछु सो विथ द्याट बिङ सेड लेट्स डाइभ राइट इन्टु द भिडियो ल अब हामी बाहिर यसरी निकाल्न सक्नुहुन्छ भन्नु है नत्र यहाँ मरदाइहाल्छ तान्दिम ल गुड गर्ल कति फिट हो यो जति फिट भयो भने आफूलाई 1 फिटमा पनि आउँदैन स्विमिङ गर्नै आउँदैन जुनासमा चाहिँ अब सो सुरु हुन आँटेको छ नभइन्जेल चाहिँ हामी हिँड्दै गएको हामी चाहिँ भगवानको दृश्य अवलोकन गर्न गएको के तपाईको है तपाईको चाहिँ दृश्य अवलोकन गर्न गएको तपाईको भगवान सबिजी सो हामी चाहिँ अहिले डेन्टलमा छौँ वेलकम टु धरान दिस इज द ब्युटी अफ धरान Yes. तपाईहरुले सुन्नुहुन्छ होला धरान भनेको ड्रग एडिक्टको सहर अन्लीहरुको साम्पाङको सहर Yes. or whatever this and that Yeah. but you don't know the true meaning of धरानको crack Dharan is all about this beauty look at the background yes oh my god हेर्नुस् it's not less than अब त्यो UK को हैन युकेमै छु जस्तो लागिरहेको छ मलाई अघि मैले अघिदेखि भाइलाई भन्दैछु दाइ त भिजिट गरेर पनि आउनु भएको नि त सो Yes. लाइक ही क्यान कम्पेयर नि त भयो भिडियो बिहान उठेर त्यो रुमबाट हेर्छ अनि भ्यू यस्तो देख्छ ल गाइस टिकटक बनाइँदैछ होइन म यता कुन खुदायो खुदाइन ओइ ल ल एकछिन What was that? कस्तो एकचोटि देखाइदेऊ त Money, oh mama. Easy, simple हो क्या Oh mama, money, oh mama. अब सङ्गमको हो ए दिदीले रेकमेन्ड गर्नु भएको त्यो कन्टेन्ट एउटा भिडियो बनाउनु पसिना छुट्दैन सर अबे That's it? अब तपाईँ त्यही उभिनु Okay. म क्रेडिट पाउँदिनँ एकदम 110%. ल म पाउँछु नि होइन ड्याबे भएन क्या ड्याबे भएन अलिकति एलसीले पनि आज फर्स्ट टिकटक बनाउनु भइसकेको छ एलसीको फर्स्ट टिकटक है फर्स्ट सेकेन्ड हो फर्स्ट निकास 30 वर्षमा फर्स्ट टिकटक गिभ मी मोर यतिकै जाउँ अब भानुचोकमा यतिकै जाउँ सो यहाँ चाहिँ के भयो भने कति बजीदेखिको कति बजीसम्म मात्रै यो गेट खुल्ला हुन्छ नि त अनि हामी चाहिँ आउँदाखेरि चाहिँ खुल्ला भयो अब जाँदाखेरि चाहिँ यो बन्द भयो क्या अनि यहाँबाट यताबाट घुमेर यताबाट आउनुपर्छ क्या अब त्यही भएर हाम्रो चाहिँ सङ्गम भाइले चाहिँ वल नागेर चाहिँ अब उसले स्कुटी यताबाट घुमाएर यहाँ ल्याउँछ हामीलाई यहाँ आउँछ यहाँ कति बज्यो भाइ कति बज्यो इट्स लाइक 7-8 7-8 या 19 देख्छ त्यो उसमा नाना 6-7 भएन यहाँ चाहिँ यस्तो छ यहाँको दृश्य भन्छ होइन चलफल यहाँको चलफल अब एक दिन पुल पार्टी गर्नुपर्छ यसरी हाम्रो घरमा स्विमिङ पुल छ नि थाहा छ या ए बहिनीहरूको डान्स हो Today is an opportunity to showcase the result of hard work and preparation. Where's the music? I'm Black Spider-Man.
हामीसँग ब्ल्याक स्पाइडरम्यान हुनुहुन्छ चुई 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 स्पाइडरम्यानको एक दुईवटा स्पाइडरम्यानको भोइस सुनिन्छ हामी सुनिँदैन स्पाइडरम्यानको भोइस छैन है विथ ग्रिन कलरको स्पाइडरम्यान हो ब्ल्याक स्पाइडरम्यान होइन तर स्पाइडरम्यानलाई मैले माइक दिएँ कि दाइ तर माइकमा बोल्नुहुन्न अरे केही शब्द भनिदिनुहुन्छ तर बोल्नु हुँदैन हामी स्पाइडरम्यान है सब्सक्राइब चुई 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 यस थ्याङ्क यू स्पाइडरम्यान बिग फ्यान तिम्रो म देखाउँछु तिम्रो राम्रो देखिरहेछ लुक्स हजुर के यो ब्याग बोकेर तपाईँको ब्याग मन पर्यो यो चाहिँ तपाईँकै ब्याग हो आयुषकै भ्लग हो नमस्ते नमस्ते हेरे यस्तो ज्ञानी हो माई गड संस्कारी संस्कारी ओके ओके संस्कारी छ हेर मेरो भाइहरू ओ माई गड संस्कारी दाइ दामी थियो ह्यान्डसेक गर्नुहुन्छ माइक गिभ मी द माइक 4-5 years म 4-5 years गरेँ भने मेरो पनि यस्तो हुन्छ छिटै हुन्छ कति इयर्स पुग्नुभयो दाइ डिस्ट्रिक्टमा बस्यो भने त छिटै हुन्छ छिटै हुन्छ कति इयर्स पुग्नुभयो हजुर अफिसियल्ली त 36 हो 36 वा 36 मा यस्तो जिउ हाम्रो त मेरो त यत्रो आसिम राई स्वागत गर्नु होला तालीले बजा म तपाईलाई जस्ट भेटाउँछु हुन्छ म एलिसाको क्रसलाई लिएर आउँछु यहाँ हुन्छ हुनुहुन्छ लेम साच्ची त्यति बेला बोलायो भने आउनुहुन्छ बोल्नुहुन्छ सो यहाँ हुनुहुन्छ एलिसा दिदी म उहाँबाट भाइटिका लगाउँछु एलिसा दिदीले चाहिँ आत्मरञ्जनको बास्केटबल टुर्नामेन्टको फाइनलमा चाहिँ एकजना बास्केटबल प्लेयर देख्नुभएको थियो अरे होइन मैले त्यति बेला को तपाईँलाई मनपर्ने क्रस म तपाईँलाई भेटाइन्छु भनेर चाहिँ भनेको थिएँ एकजना चाहिँ एकदमै राम्रो लाग्यो अरे दिदीलाई होइन अनि मैले चाहिँ त्यति बेला के भने धरानकै हो भने म एक्चुअली तपाईँलाई भेटाउने कोसिस गर्छु भनेर भने एन्ड देन सी वाज लाइक अनि मैले चाहिँ के भने धरानकै हो भने त म एक्चुअली उहाँलाई रिक्वेस्ट गरेर भए पनि तपाईँहरूको एउटा फोटो चाहिँ खिचिदिन्छु भनेको थिएँ क्या अनि त्यो कुरा चाहिँ आज पुरा भयो उहाँको नाम चाहिँ एस हो भेरी टल एन्ड गुड लुकिङ गाई म पुड्को चाहिँ होइन गाइज आई मिन अब 5'7" होला म हेर्दा पुड्के पनि देखेँ होला अब एस ब्रदर ऊ चाहिँ 6 feet प्लस हो क्या उसको हाइट चाहिँ मैले सुनेको थिएँ क्रिस्टियानो रोनाल्डोको हाइट भनेको सुनेको थिएँ एन्ड हि इज फ्रम काठमाडौँ आज जुनासमा भेट भयो अनि त्यति बेला भेटेपछि मैले चाहिँ एलसेललाई के भने आज म तपाईँहरूको चाहिँ फोटो खिचाएरै छाड्छु है भनेर भने उहाँलाई चाहिँ लागेको रहेछ मैले त्यत्तिकै म भेटाइन्छु भनेर मैले त्यत्तिकै गफ हानेको जस्तै लागेको रहेछ सो हियर्स द क्लिप यो दाइ नमस्ते आयुष दाइ दाइ हजुर नाम के छैन उहाँ चाहिँ मेरो दिदीको क्रस हो होइन म ल्याउँदैछु उहाँलाई यहाँ हुनुहुन्छ सो यहाँ चाहिँ मलाई एकदमै सर्ट देखिरहेको छ म सर्ट चाहिँ होइन तर उहाँ चाहिँ एकदमै टल हो यहाँ हुनुहुन्छ हाम्रो एस एकदम गुड लुकिङ गाई हुनुहुन्छ मेरो दिदी इज अ बिग फ्यान म भेटाइन्छु भनेको थिएँ 1 hour later एउटा पिक्चर क्लिक गरिदिनु तपाईँहरूको ल प्लिज प्लिज एउटा तपाईँलाई कस्तो फिल भइरहेको छ मलाई डेट दिनुभएको थियो क्या ब्रदर म तपाईँलाई भेट्टाएरै छाड्छु भनेको थिएँ कि ठिक्कै अपर्च्युनिटी पाएँ थ्याङ्क यू फर कमिङ यहाँ म फोटो खिचिदिन्छु त फोटो खै वेयर यता अलिकति क्लोज ओके 1 2 3 खिचेक ल यो चाहिँ मेरो ड्रिम थियो दिदीलाई भेटाउनुको लागि थ्याङ्क यू हेलो एक दुई शब्द भनिदिनुहुन्छ प्लिज हजुर हजुर म ह्युज फ्यान थ्याङ्क यू सो मच एक दुई शब्द प्लिज डु सब्सक्राइब माइ च्यानल म पनि सब्सक्राइब गर्छु के छ आयुष आयुन ट्राई ए ओके ओके व्हाट राई बान्तवा ओके ओके म पनि बान्तवा Oh, dab. Can we dab? Yeah, sure. Yes, I'm a huge Just fan. subscribe. Thank you so Are you much. doing okay? Yeah, of course. Super All fine. good? All good. Okay. For real. Okay. No heartbreak after this. Oh my god. I'm done and dusted. Oh, yeah. Woo! Whoa! Yay! Yeah. Thank you so much. Bye. Thank you. That's a photo shoot हुँदैछ आइस दाइ एउटा फ्लेक्स हान्नु दाइ
Congrats man दाइ Congrats दाइ दाइ र मेरो नाम चाहिँ सेम हो तर बुढी चाहिँ हाम्रो धेरै हजुर आयुष दाइ र मेरो नाम सेम तर दाइको र मेरो बुढी चाहिँ धेरै फरक छ हजुर स्पाइडरम्यान के दाइ ओके ल 1 2 3 एक्सन ल आजको इभेन्ट एकदम राम्रो तरिकाले सक्सेस भयो थ्याङ्क यू सो मच जुनास फिटनेस है यस सर अब एज अ जज बन्नु पाएको मौका पाएको थिएँ होइन त्यसको लागि धेरै धेरै धन्यवाद स्पेसली जुना दिदीलाई थ्याङ्क यू अनि थ्याङ्क यू आयुष थ्याङ्क यू मेरो दाइलाई चाहिँ मनु दाइ हामी पनि एउटा फोटो खिचौँ न एउटा पिक्चर क्लिक गरौँ न तपाईँ भाउजू हामी पिक्चर मात्रै जस्ट पिक्चर नट द भिडियो त्यसको लागि पिक्चर ल तपाईँ म जन मेरो उयो हो क्या भाइले टिका लगाइदिन्छ भाइ टिका लगाउँछ मनु दाइ थ्याङ्क यू दाइ थ्याङ्क यू जन थ्याङ्क यू सिजलिङ दी आइज दाइ एक्चुली Hello everyone. So yes brother. Say hi. Hello. Yeah. Say hi. Hi. Yes. Say hi. Hello. It's like congrats मेरो दाइ धन्यवाद बान्तो भाइ हामी म पनि बान्तो कुन बान्तो हो दाइ नुमियाङ म सिप्तुङखा यस कहाँबाट हो यही धरानकै हो ओके दाइ congrats दाइ फेरि पनि जिउ दामी छ मोबाइल छ We gonna go now. Hey, let's go. Thank you very much for watching. म जुनै पनि भिडियोमा म थ्याङ्क यू नभनी जाँदा रहेछु I am so sorry. If तपाईँलाई मेरो कन्टेन्ट मन पर्यो भने प्लिज कन्सिडर लाइकिङ एन्ड सब्सक्राइबिङ